हेलो एभ्रिवान, वेलकम टु माई एनदर भिडियो। आज चाहिँ म कोरियामा बस टिकट कसरी सेल्फ काट्ने भन्ने कुराको जानकारी दिन चाहन्छु। सर्वप्रथम त मेसिनमा गएर ल्याङ्ग्वेज हेर्नुहोला। कोरियन आउँछ भने कोरियन, होइन भने इङ्ग्लिसमा क्लिक गर्नुहोला। त्यस पछाडि अगाडि देख्न सक्नुहुन्छ पर्चेज टिकट, प्रिन्ट ई टिकट। हजुरहरूले अनलाइनबाट काट्नु भएको छ भने प्रिन्ट गर्न पनि सक्नुहुनेछ। काट्नु भएको छैन भने पर्चेज टिकट गर्नुहोला। क्लिक गरिसकेपछि त्यसपछि डेस्टिनेसन हान्नुपर्ने हुन्छ। हजुर कहाँ हुनुहुन्छ, अटो डेस्टिनेसन आउँछ भने जानुपर्ने लोकेसन सर्च गर्नुपर्ने हुन्छ। सर्च गर्दा पनि हुन्छ, होइन भने तल पनि डिटेलमा देखाउन सक्छ। तपाईँहरूले स्क्रिनमा देख्न पनि सक्नुहुनेछ। मैले चाहिँ सर्च गरेँ, म चाहिँ थेसो जाने भएकोले DAESO सर्च गरेको छु। तल किबोर्ड आउँछ, हजुरहरूले किबोर्डमा क्लिक गर्न साथ डेस्टिनेसन देखाउनेछ। यहाँ देख्नुहुनेछ DAESO तल देखाइसकेको छ। मैले अब त्यहाँ क्लिक गर्नेछु। त्यस पछाडि हामीलाई कति बजे बस जान्छ भनेर डिटेलमा देखाइएको छ। त्यसपछि मैले सुरुकोमै जाने निदो गरेर सुरुकोमा क्लिक गरेँ। हजुरहरूले तल 2-3 पेजसम्म देख्न सक्नुहुनेछ टाइम ड्युरेसनको। त्यस पछाडि यहाँ सिट चुज गर्नुपर्ने हुन्छ। बुक भइसकेको सिटहरूको चाहिँ नम्बर देखाउँदैन भने बुक नभएको सिटहरूको नम्बर देखाउनेछ। मैले चाहिँ झ्यालपट्टिको सिट रोजे 5 नम्बर चुज गरेको छु। त्यस पछाडि यतापट्टि देखाउने छ एडल्ट, स्टुडेन्ट, चाइल्ड्रेन सब देखाएको छ। मैले चाहिँ एडल्टमा क्लिक गरेँ। त्यस पछाडि हाम्रो कति पैसा लाग्नेछ भनेर डिटेलमा पैसा देखाउने छ। मेरो चाहिँ जम्मा 7,300 भएको थियो। त्यस पछाडि हामीले पेमेन्ट गर्नको लागि एक कार्ड हाल्नुपर्ने हुन्छ। मैले चाहिँ तल पे गर्नको लागि कार्ड हालेको छु। कार्ड हालिसके पछाडि एकछिन प्रोसेसिङ देखाउनेछ। प्रोसेसिङ हुनुजेलसम्म कार्ड रिमुभ नगर्नुहोला। देख्न सक्नुहुनेछ रिमुभ योर कार्ड भन्यो। पेमेन्ट सक्सेसफुल भइसकेपछि मैले कार्ड रिमुभ गरेँ। त्यस पछाडि टिकट प्रिन्टिङ भइरहेको छ। एकछिन वेट गर्नुहोला, टिकट प्रिन्ट भएर तल निस्किनेछ। हजुरहरूले यसरी नै अनलाइनबाट काटेको टिकट पनि यहाँ प्रिन्ट गर्न सक्नुहुनेछ। ल हेर्नु, मेरो टिकट पनि आइसक्यो। यसरी हजुरहरूले पनि टिकट काट्न सक्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ।